अहिले तपाईँले भन्नुभएको लक्षणहरू फोक्सोको कारणले पनि हुन सक्ने, मुटुको कारणले पनि हुन सक्ने र दुवै कारणले पनि हुन सक्ने हुन्छन्। मुटु र फोक्सोको अवस्थिति नै नजिकै, काम पनि मिलेरै गर्नुपर्ने र त्यसका विभिन्न प्याथोलोजीहरूले एउटाको समस्याले अर्कोलाई असर गर्न सक्ने। मुटुले समस्या भयो भने प्रकारान्तरले फोक्सोलाई समस्या पार्न सक्ने र भाइस वर्सा पनि हुन सक्ने भएकोले हामीले के बुझ्नुपर्छ भने सबै कुरो फोक्सै हो भनेर पनि सोच्नु भएन, मुटुको रोग लाग्नलाई दुख्नै पर्छ भनेर पनि सोच्नु भएन, फोक्सोको रोग लाग्नलाई मुखबाट रगतै आउनुपर्छ अनि मात्रै म फोक्सोको रोगी हो भन्ने पनि सोच्नु भएन। यी सबै लक्षणहरूलाई ध्यान दिन पर्यो। हिजोसम्म म कस्तो थिएँ, आज मलाई के नयाँ समस्या भयो भन्ने थाहा पाउने बित्तिकै जस्तो मुटुकै दुखाइ भनेर थाहा पाउनलाई त फोक्सोको बिच भागमा भेग किसिमले घोचेको जस्तो होइन कि होइन 1 क्विन्टलको ढकले चाहिँ थिचेको जस्तो भनेर भन्ने चलन छ। त्यस्तो भयो भने हामीले कतिपय अवस्थामा तुरुन्तै स्वास्थ्य चौकीमा जानु, तुरुन्तै एस्पिरिन लगायतकै औषध छ भने एउटा खाइहाल्नु भनेर पनि भनेको सुन्नुभएको होला। त्यसैले फोक्सो र मुटुको लक्षणहरू एकदम क्लोजली रिलेटेड हुन सक्छन्, उस्तै देखिन सक्छन्, झुक्क्याउन सक्छन्। त्यसैले यो रोग लाग्यो भने यसो गर्नु भन्नुभन्दा मुख्य कुरा चाहिँ आफ्नो लक्षण चिनेर सबभन्दा नजिकको अस्पताल जानु नै सबभन्दा राम्रो। हाम्रो एउटा अति नभइकन अस्पताल नजाने अनि सामान्य वरिपरिकै सरसल्लाहमा बढी भर पर्ने, यसो औषधि किनेर खान पाए पनि पुगिहालेको जस्तो ठान्ने, यी 2-4वटा कुराहरूलाई चाहिँ हामीले वास्तवमा एकदम सचेत रूपमा छोड्नुपर्छ हजुर मेरो विचारमा। हजुर आफ्नो जन्मिन लागेको बच्चाको फोक्सोको अवस्था पहिले नै निर्धारण गरेर त्यसको बारेमा मोनिटर गर्दै जान सकिन्छ। त्यो पनि एउटा फोक्सोको रोगहरूबाट पछि गएर बच्न सक्ने एउटा उपाय हुनसक्छ। हजुर मैले बिरामीहरूलाई ओपिडीमा भेट्दा भन्छु चुरोट खानु भएको हिस्ट्री त भन्नुहुन्छ, अनि मैले भन्छु आजदेखि छोडिदिनु नि त, हिजोसम्म जति खानुभयो खानुभयो, हजुर ब्याज तिर्नु पर्दैन, अब छोरछोरीको अनुहार हेरेर छोडिदिनुहोस्, नाति नातिनाको अनुहार हेरेर छोडिदिनुहोस् भन्छु। चुरोट छुटाउन मात्रै सकियो भने पनि केही वर्षभित्रै हामी स्वस्थ मान्छे जस्तो भइसक्छौँ। हामी सचेत मान्छेहरूले, डाक्टर, बिरामीको परिवार, हामी सबै पढे लेखेको मान्छेहरूले बुझ्नुपर्ने र बुझाउनु पर्ने कुरा चाहिँ चान्सलाई कसरी घटाउन सकिन्छ। मर्ने चान्स घटाउने हो, क्यान्सर लाग्ने चान्स घटाउने। फोक्सोको क्यान्सरको हकमा चाहिँ एउटा हामीलाई भन्न के सजिलो छ भने यो मान्छेले आफैले निम्त्याएको क्यान्सरहरूमध्ये एउटा हो भन्न पनि मिल्छ। फोक्सोको क्यान्सर भनेको मान्छेको शरीरमा हुन सक्ने नराम्रो क्यान्सरहरूमध्ये एउटा हो। क्यान्सर त कुनै पनि राम्रो मान्न मिलेन, तर पनि खासै डराउन नपर्ने र एकदम डराउनु पर्ने गरी विभिन्न क्याटेगोरीका हुन्। त्योमध्ये नराम्रै खालको र डराउनै पर्ने खालको क्यान्सर हो र यसले सामान्यतया धेरै स्वस्थ रहन दिँदैन। यसले लागिसकेपछि त्यसैले लाग्न नदिनु नै, अथवा लागिसकेपछि तुरुन्तै पत्ता लगाउने प्रयास गर्नु नै सबभन्दा राम्रो उपाय हो बच्ने। छातीमा पानी जमेको हो, फोक्सोको बाहिरपट्टि पानी जमेको हो होइन, जुन तपाईँले प्रश्न सोध्दै हुनुहुन्छ, करङको भित्र र फोक्सोको बाहिर। सामान्यतया हाम्रो करङहरू भनेको फोक्सोलाई, मुटुलाई, महत्त्वपूर्ण अङ्गहरूलाई जोगाउनलाई प्रकृतिले बनाइदिएको हो। त्यो करङभित्र फोक्सो मात्रै बस्न पर्नेमा कहिलेकाहीँ फोक्सोमा निमोनिया भएपछि उही आँखाबाट आँसु आए जस्तो फोक्सोको बाहिरपट्टि पानी जम्न थाल्छ। त्यो एकदम प्राकृतिक रेस्पोन्स नै हो शरीरको होइन, त्यसले बिरामीलाई गाह्रो त बनाउँछ तर त्यो रेस्पोन्स चाहिँ प्राकृतिक हो। यदि निमोनिया मात्रै कारण होइन र अरू पनि कारण हो भने कहिलेकाहीँ आफै सुक्दैन, बरु बढेर जान सक्छ। कहिलेकाहीँ पानी जम्ने कुरो क्यान्सरसम्मको पनि लक्षण हुनसक्छ। फोक्सोको पनि रोग अनुसारका उपचार विधि हुने भयो। अब साधारण रुगाखोकी पनि श्वास प्रश्वासकै समस्या भयो, निमोनिया पनि श्वास प्रश्वासकै समस्या भयो, क्यान्सर पनि फोक्सोकै सम्बन्धी समस्या भयो। त्यसैले रोग अनुसारको उपचार विधि हुने भयो। तर तपाईँले भन्न खोजेअनुसार समराइज गर्नुपर्ने हो भने औषधि लगायतका कुराहरूले उपचार गर्ने, घरेलु विधिबाट उपचार गर्ने, आराम गर्नु पनि उपचारको विधि हुनसक्छ, तातो पानी खानु पनि उपचारको विधि हुनसक्छ, रेस्ट गर्नु पनि उपचारको विधि हुनसक्छ। घरेलु उपाय, डाक्टरले गर्ने डाक्टरीमा औषधि उपचारका उपाय, अपरेसनका उपाय र केही विशिष्ट अरू उपायहरू हुनसक्छन्। स्यास्या भने, खोकी भने, अर्को कुरो भनेको छाती दुख्ने कुरा। हामीलाई लाग्छ कि खोकी र स्यास्या मात्रै हो, तर सामान्यतया बुझ्नु पर्दाखेरि टिबी भएको मान्छेलाई पनि दुखेर सुरु हुनसक्छ। कुनै पनि टिबी डायग्नोज गर्दा डाक्टरले चाहिँ अरू केही लक्षण नपाएर दुखेर मात्रै पनि टिबीसम्म पुग्न परेको उदाहरणहरू पनि छ। त्यसैले दुखाइ पनि अर्को एउटा लक्षण हो। हजुर यी लगायत खाना नरुच्ने लगायतका कुराहरू हुन सक्छन्। खोक्दा रगत आउन सक्छ, त्यो त अभियसली कसैले कसैलाई सिकाउनै परेन, रगत आउनु कहिले पनि नर्मल हुन सक्दैन। त्यसैले ती कुराहरूले पनि सचेत गराउँछ हामीलाई। फोक्सो फेल पनि हुन्छ, जसरी मुटु फेल खान्छ भनिन्छ हामीले होइन, ब्रेन एट्याक हुन्छ, हार्ट एट्याक हुन्छ भने जस्तै फोक्सो पनि फेल खान्छ, लङ फेलियर भन्ने पनि हुन्छ, जुन चाहिँ कुनै पनि उमेरमा हुनसक्छ, तर सामान्यतया वृद्धावस्थामा। फोक्सो फेल हुने भनेको फोक्सोले अहिले हामीले भन्यो नि अक्सिजन लिने, कार्बन डाइअक्साइड फाल्ने, यसभित्र विभिन्न छान्ने प्रक्रियाहरू होला नि त्यहाँ अङ्गका, ती सबै कुराहरूमा जटिलता पैदा हुँदै गयो भने र फोक्सोले त्यो गर्नुपर्ने काम चाहिँ गर्न जुन दिनदेखि गर्न छोड्छ त्यो दिनदेखि हामीले फोक्सो फेल भन्छौँ। तर त्यो कुनै राति सुत्दा ठिकै थियो बिहान उठ्दा फेल भएछ भन्ने खालको त हुँदैन। त्यो चाहिँ बिस्तारै एउटा प्रोसेस हो, कुनै पनि प्रक्रिया चाहिँ बिस्तारै सुरु भएर बिग्रँदै 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 जाने। हामी मेडिकल साइन्सले, डक्टरले, अस्पतालले
स्वास्थ्य प्रोभाइडरहरूले चाहिँ त्यसलाई नै करेक्सन गर्न ट्राई गर्ने हो। फोक्सोले चाहिँ अक्सिजन लिने क्यापासिटीमा कमी, फोक्सोले अक्सिजन लिनलाई विभिन्न नाकदेखि लिएर फोक्सोको अन्तिम टिस्युसम्म अन्तिम सेलसम्मका विभिन्न मेकानिजमहरू हुन्छन्, ती मेकानिजमहरू फेल खाँदै गएर फोक्सोले हावा त लिने तर अक्सिजन लिएर रगतमा पुर्याउन नसक्ने अवस्था अन्तिममा जसरी पुग्छ त्यो अवस्थालाई हामी लङ फेलियर भन्छौँ। नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी श्वास प्रश्वास, फोक्सो, ढाडमा पानी जम्ने, फोक्सोमा पानी जम्ने, फोक्सोको क्यान्सरसम्म पुग्ने प्रयत्न गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि वरिष्ठ श्वास प्रश्वास रोग विशेषज्ञ र श्वास प्रश्वासमा पनि क्यान्सरलाई पनि हेरिरहनु भएको विषयविज्ञ डाक्टर रञ्जन सापकोटा, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ। फोक्सोको काम चाहिँ के हो डाक्टर साहब? यसैबाट हामीले हाम्रो संवाद सुरु गरौँ न। धन्यवाद फेरि पनि जनतासम्म पुग्ने मौका दिनुभएकोमा। फोक्सो हाम्रो शरीरको अति महत्त्वपूर्ण केही अङ्गहरू लिस्टेड हुन्छन्। हुन त सबै अङ्गको आफ्नो आफ्नै काम छ, हजुर, तैपनि अङ्ग्रेजीमा भाइटल अर्ग्यान्स भनेर ब्रेन, हार्ट, लङ्स, लिभर, किडनी यिनीहरूलाई चाहिँ बढी मान्ने गरिन्छ। त्यसैले भाइटल अर्ग्यान मध्येको एउटा भएकोले फोक्सोको अति महत्त्वपूर्ण काम छ। हजुर, सरसर्ती बुझ्दाखेरि फोक्सोको प्रमुख काम भनेको हाम्रो जीवन चल्ने भनेको अक्सिजनले हो। यदि हाम्रो जीवनको सम्पूर्ण कुराहरूलाई, प्रक्रियाहरूलाई एउटा बिन्दुमा लगेर केन्द्रीकृत गरेर मान्छेलाई बुझाउने हो, जीवन के हो भन्दा अक्सिजन लिने र कार्बन डाइअक्साइड फाल्ने, अक्सिजनको प्रयोगले शक्ति सञ्चय गरेर आफ्नो कामहरू गर्ने हो। त्यो अक्सिजन चाहिँ हाम्रो रगतमा पुर्याइदिएपछि मात्रै त्यो अक्सिजन शरीरभरि फैलिन पाउँछ। सो फोक्सोको मुख्य काम भनेको वातावरणमा भएको, एटमोस्फियरमा भएको अक्सिजनलाई हाम्रो रगतसम्म पुर्याइदिने काम हो। त्यसमा प्रमुख भूमिका छ। अभियसली त्यसमा मुटुको पनि उत्तिकै रोल हुने नै भयो। तर अक्सिजनलाई लिएर अनि त्यसरी शरीरबाट चाहिँ अक्सिजनको प्रयोगपछि कार्बन डाइअक्साइड लगायतका अरू चिजहरू जुन निष्कासन हुनपर्ने हुन् तिनीहरूलाई निष्कासन गरिदिने काम पनि हो। छोटकरीमा भन्नुपर्दा अक्सिजनलाई रगतसम्म पुर्याउने, रगतबाट विभिन्न तरिकाले पैदा भएको कार्बन डाइअक्साइडलाई शरीरबाट बाहिर निष्कासन गर्ने काम चाहिँ फोक्सोको हो। हजुर, भनेपछि मानिस जीवित छ भन्ने प्रमाण चाहिँ यो हो। किनभने हामी सास फेर्छौँ भनेर भन्छौँ नि, सास लिने र छोड्ने प्रक्रिया चाहिँ हामीले फोक्सोको काम हो भनेर बुझ्दा भयो। अब यस्तो महत्त्वपूर्ण अङ्ग फोक्सो होइन, किनभने अब जब यसले रगतमा अक्सिजन पुर्याइदिएन भने हामी मृत्युमा पुग्छौँ। यस्तो महत्त्वपूर्ण अङ्ग बिग्रिन्छ कसरी डाक्टर साहब? बच्चा चाहिँ आमाको पेटमा हुँदाखेरि नै फोक्सोको विकास भएर फोक्सो बिस्तारै आफ्नो नर्मल फाइनल पोजिसनमा पुग्ने हो। त्यसैले कुनै पनि कुरा विकास हुन्छ भने त्यसको पछि गएर त्यसमा विग्रह पनि हुन सक्ने भयो, बिग्रिन पनि सक्ने भयो, विभिन्न रोग पनि लाग्न सक्ने भयो। कुनै पनि जीवित अङ्गमा विभिन्न वातावरणीय तथा आनुवंशिक समस्याहरूले चाहिँ घर गर्न सक्ने भएकोले फोक्सो बिग्रिन सक्ने त हजार कारण छन् भनेर बुझ्दा हुन्छ हामीले। तर पनि हामीले सामान्यतया बुझ्ने भनेको फोक्सोको क्यापासिटी, एक त सानो बच्चाहरूलाई फोक्सो हुर्कँदै गर्दा नै फोक्सोमा पीडा आउने, इन्फेक्सन हुने, फोक्सो राम्रोसँग विकास हुन नपाउने कारणले दुःख पाउने भयो। अलि ठुलो भएपछि फोक्सोमा इन्फेक्सनले नै दुःख दिन सक्ने भयो। किनकि हरेकचोटि, हर मिनट 12-13 चोटि, 15-16 चोटि वातावरणमा भएको हावालाई भित्र लिएर जानु छ नि त। त्यसमा इम्प्युरिटिजहरू पनि जाने भयो, धुलो जाने भयो, त्यहाँ विभिन्न केमिकल्सहरू पनि भित्र जाने भयो। अक्सिजन मात्रै त छानेर लिन सक्दैनौँ हामी सुरुमै। ती सबै कारणले गर्दाखेरि फोक्सो सधैँ भल्नरेबल अथवा सधैँ नै इन्फेक्सनमा पुग्न सक्ने, इन्फेक्सनले ग्रसित हुन सक्ने सम्भावना जीवितै छ। एउटा इन्फेक्सन नै मुख्य कारण हो। बच्चादेखि बुढो मान्छेसम्म सानोमा र बुढेसकालमा इन्फेक्सनको चान्स बढी भयो। यङ र एडल्टहुडमा चाहिँ हाम्रो इन्फेक्सनसँग लड्न सक्ने क्षमता बढी हुने भएकोले अलि कम चान्स हुने भयो भने त्यस्तै हामीले अब जानेको कुरा चाहिँ उमेर बढ्दै गएपछि हरेक अङ्गहरू बुढो हुँदै जाने भने जस्तै फोक्सो पनि बुढो हुँदै जान्छ। छोटकरीमा हामीले बुझ्दा यसको पावर घट्दै जान्छ, दम लगायत विभिन्न कुराहरू हुन सक्छन्। त्यसमाथि हामी जानी कति कुराहरू भित्र हुल्छौँ त्यो पनि हामीलाई थाहा छ। चुरोट खाइन्छ होइन, चुरोटले गर्ने हानि भयो, जानी नजानी अनेक टक्सिक केमिकलहरू लिइरहेका हुन्छौँ, यत्रो एयर पोल्युसनको चर्चा हुन्छ। ती सबै कुराहरूले गर्दा पनि फोक्सो खराब हुनसक्छ र चुरोटकै कारणले र अरू विभिन्न कारणले गर्दा क्यान्सर हुनसक्छ। र अन्तिम एकदम जान्नै पर्ने कुरा चाहिँ फोक्सो फेल पनि हुन्छ। जसरी मुटु फेल खान्छ भनिन्छ हामीले होइन, ब्रेन एट्याक हुन्छ, हार्ट एट्याक हुन्छ भने जस्तै फोक्सो पनि फेल खान्छ, लङ फेलियर भन्ने पनि हुन्छ, जुन चाहिँ कुनै पनि उमेरमा हुनसक्छ तर सामान्यतया वृद्धावस्थामै बढी हुन्छ। यो फोक्सो फेल हुने कुरा गर्नुभयो। हजुर हजुर। अब यो फेल हुने अवस्था र कारण चाहिँ कस्तो हो नि?
फोक्सो फेल हुने भनेको फोक्सोले अहिले हामीले भन्यो नि अक्सिजन लिने कार्बन डाइअक्साइड फाल्ने यसभित्र विभिन्न छान्ने प्रक्रियाहरू होला नि त्यहाँ अङ्गका ती सबै कुराहरूमा जटिलता पैदा हुँदै गयो भने र फोक्सोले त्यो गर्नुपर्ने काम चाहिँ गर्न जुन दिनदेखि गर्न छोड्छ त्यो दिनदेखि हामीले फोक्सो फेल भन्छौँ। तर त्यो कुनै राति सुत्दा ठिकै थियो बिहान उठ्दा फेल भएछ भन्ने खालको त हुँदैन। त्यो चाहिँ बिस्तारै एउटा प्रोसेस हो। कुनै पनि प्रक्रिया चाहिँ बिस्तारै सुरु भएर बिग्रँदै जाने हामी मेडिकल साइन्सले डक्टरले अस्पतालले स्वास्थ्य प्रोभाइडरहरूले चाहिँ त्यसलाई नै करेक्सन गर्न ट्राई गर्ने हो। फोक्सोले चाहिँ अक्सिजन लिने क्यापासिटीमा कमी, फोक्सोले अक्सिजन लिनलाई विभिन्न नाकदेखि लिएर फोक्सोको अन्तिम टिस्युसम्म अन्तिम सेलसम्मका विभिन्न मेकानिजमहरू हुन्छन्। ती मेकानिजमहरू फेल खाँदै गएर फोक्सोले हावा त लिने तर अक्सिजन लिएर रगतमा पुर्याउन नसक्ने अवस्था अन्तिममा जसरी पुग्छ त्यो अवस्थालाई हामी लङ फेलियर भन्छौँ। हजुर, अब यो यहाँको कुरोबाट के अनुमान गर्न सकियो अथवा के बुझेँ मैले भनेदेखि आजको भोलि चाहिँ फोक्सो अचानक राति सुतेको भोलिपल्ट बिग्रिएर सिद्धिने कुरा चाहिँ होइन, यो क्रमशः बिग्रिँदै जान्छ। तर यो बिग्रिएको चाहिँ हामी जस्तो सर्वसाधारण यहाँहरू जस्तो विषयविज्ञले त हेरेपछि जाँचेपछि अनेक उपाय होला नि पत्ता लगाउनुहुन्छ होला। तर अब रेडियो नेपाल ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म आम मानिसले सुनिरहनु भएको छ। अब हामी जस्तो नर्मल मान्छेले साधारण मान्छेले कसरी थाहा पाउने मेरो फोक्सो बिग्रिँदैछ कि भनेर थाहा पाउने केही उपायहरू हुन्छन्? एकदम यो राम्रो प्रश्न। हामी सबैले वास्तवमा डाक्टर होस् न डाक्टर होस् होइन, शिक्षित होस् अशिक्षित होस् या कुनै पनि पेसामा लागेको सबैले बुझ्न पर्ने भनेको पहिलो कुरा भनेको लक्षण हो। हाम्रो अब स्वास्थ्य सचेतनाको विभिन्न कुराहरू हुन्छन् तर हामी चाहिँ के भयो भने अस्पताल जाने, तपाईँले सोध्न खोजेको पनि त्यही, के भयो भने चिन्तित हुने कस्ता लक्षणहरू देखियो। त्यसैले अब हरेक रोगले आफ्नो आफ्नै केही डेफिनेसन दिन मिल्ने खालका कुराहरू हुन्छन्। जस्तो मान्छे बेहोस भयो भने ब्रेनको भन्ने बुझ्न सकिन्छ। त्यस्तै फोक्सोको चाहिँ नाम लिने बित्तिकै सुरुमै श्वास प्रश्वासकै कुरा आउँछ। एउटा स्वस्थ मान्छेले 1 मिनटमा एभरेजमा 12 देखि 18 चोटिसम्म सास फेर्छ। हामी आफै पनि हेर्न सक्छौँ, घडी लिएर गन्न पनि सक्छौँ। त्यसमा वृद्धि भयो भने स्याँ भनिन्छ त्यसलाई। जस्तो त्यही कुरो दौडेर पनि हुन्छ, दौडेर स्याँ भयो भनेर त फेरि तुरुन्तै अस्पताल जानु भएन। त्यसैले सामान्यतया नै आफ्नो श्वास प्रश्वास चाहिँ पहिला आजभन्दा केही हप्ता पहिला केही महिना पहिला मैले यतिचोटि सास फेर्थेँ, अहिले मेरो सास अलिक छिटो भइरहेको छ भन्ने एउटा चाँडो सास फेर्ने प्रक्रिया सुरु भयो भने त्यहाँ केही समस्या छ कि क्या हो भनेर बुझ्नु पर्यो। त्यसलाई गनेर हेर्दा पनि भयो, यत्तिकै अनुभवले पनि भन्न सक्छ, घरको मान्छेले भनिदिन सक्छ। त्यसरी भयो। अर्को कुरा भनेको खोकी। फोक्सोको अर्को एकदमै प्रमुख सायद स्याँ भन्दा पनि अझ बढी कमन समस्या भनेको खोकी हो। हामीले चाहिँ खाना खाँदाखेरि भातको सानो सितो चाहिँ सर्को पऱ्यो भने पनि एकछिन खाने छाकै छोडेर हिँड्नुपर्ने हुन्छ। कति खोकी लाग्छ मान्छेलाई होइन। हाम्रो फोक्सोतिर चाहिँ यस्तो भात जस्तो कुनै पनि धुलो जस्तो कण जस्तो किरा फट्याङ्ग्रा यो जानै नसकोस् भनेर प्रकृतिले एकदम गजबको मेकानिजम बनाइदिएको छ। तैपनि कहिलेकाहीँ एक्सिडेन्टल्ली समस्यावश हामीले कन्ट्रोल गर्न नसकेर हाम्रो मेकानिजमहरू फेल खाएर चाहिँ त्यस्तो हुनसक्छ। त्यसरी खोकी लाग्ने हो। तर त्यही खोकी चाहिँ भित्र फोक्सोको आन्तरिक समस्याले पनि आउन सक्छ। फोक्सोमा बाहिरबाट सानो सिताको टुक्रा जाँदाखेरि त गाह्रो हुन्छ भने फोक्सोभित्रै मानिलिनुहोस् ट्युमर पलाउन थाल्यो, त्यसले त्यहाँ फोक्सोमा त बिजाइराख्ने भयो नि त। फोक्सो बिजायो भने खोकी लाग्छ। जसरी आँखामा धुलो पऱ्यो भने हामी मिच्छौँ, आँसु आउँछ, त्यसरी फोक्सोको समस्याले खोकी निकाल्छ। पहिलो। दोस्रो कुरा खोकी, स्याँ भने खोकी भने। अर्को कुरो भनेको छाती दुख्ने कुरा। हामीलाई लाग्छ कि खोकी र स्याँ मात्रै हो, तर सामान्यतया बुझ्नु पर्दाखेरि टिबी भएको मान्छेलाई पनि दुखेर सुरु हुनसक्छ। कुनै पनि टिबी डायग्नोज गर्दा डाक्टरले चाहिँ अरू केही लक्षण नपाएर दुखेर मात्रै पनि टिबीसम्म पुग्न परेको उदाहरणहरू पनि छ। त्यसैले दुखाइ पनि अर्को एउटा लक्षण हो। हजुर, यी लगायत खाना नरुच्ने लगायतका कुराहरू हुन सक्छन्। खोक्दा रगत आउन सक्छ, त्यो त अभियसली कसैलाई सिकाउनै परेन, रगत आउनु कहिले पनि नर्मल हुन सक्दैन। त्यसैले ती कुराहरूले पनि सचेत गराउँछ हामीलाई। अब यसका उपचार विधि पद्धतिहरू कस्ता हुन्छन् डाक्टर साहब? अब कुनै पनि रोगको उपचार विधि भनेको रोगले नै निर्धारण गर्छ। जस्तो उदाहरणलाई फोक्सोबाट एकछिन पर हट्ने हुन्। ब्लिडिङको उपचार विधि के हुन्छ भन्दा ब्लिडिङ रोक्नुपर्छ। समाजमा जहाँ जसले देखे पनि पहिलो थिचिदिने त हाम्रो चलनै छ। त्यस्तै फोक्सोको पनि रोग अनुसारका उपचार विधि हुने भयो। अब साधारण रुगाखोकी पनि श्वास प्रश्वासकै समस्या भयो, निमोनिया पनि श्वास प्रश्वासकै समस्या भयो, क्यान्सर पनि फोक्सोकै सम्बन्धी समस्या भयो। त्यसैले रोग अनुसारको उपचार विधि हुने भयो। तर तपाईँले भन्न खोजेअनुसार समराइज गर्नुपर्ने हो भने औषधि लगायतका कुराहरूले उपचार गर्ने, घरेलु विधिबाट उपचार गर्ने, आराम गर्नु पनि उपचारको विधि हुनसक्छ, तातो पानी खानु पनि उपचारको विधि हुनसक्छ, रेस्ट गर्नु पनि उपचारको विधि हुनसक्छ। घरेलु उपाय, डाक्टरले गर्ने डाक्टरीमा औषधि उपचारका उपाय, अपरेसनका उपाय र केही विशिष्टहरू उपायहरू हुन सक्छन्। मौसमहरूले पनि यो फोक्सोमा समस्या ल्याउने, श्वास प्रश्वासमा समस्या ल्याउने गर्छ कि गर्दैन डाक्टर साहब? गर्न सक्छ। मौसमले धेरै कुरामा असर गर्छ शरीरमा, त्यो मध्ये फोक्सो र श्वास प्रश्वास सम्बन्धी
रोगहरू पनि प्रमुख कुराहरू नै हुन्। हजुर। हामीले सामान्य अब्जर्भेसन हामीहरू सबैले समाजमा देखिरहेकै कुरा हो हजुर कि मौसम परिवर्तन हुँदा एकचोटि रुवाखोकी लाएरै छोड्छ भन्ने हामीलाई इम्प्रेसन नै छ। त्यो करिब करिब सत्य पनि हो, किनभने त्यतिखेर शरीरको इम्युनिटी र वातावरणीय कुराको ब्यालेन्स नमिल्नाले त्यस्तो हुनसक्छ। हजुर। चिसो मौसममा हुनसक्ने चिसोले नै ठ्याक्कै निमोनिया गराउँछ भनेर त कुनै किताबमा लेखेको छैन, तर चिसोले हामीलाई बढी ससेप्टिबल भन्छ, प्रोन बनाउन सक्दो रहेछ। चिसोमा छातीको सङ्क्रमण हुनसक्ने फ्यारेन्जाइटिसदेखि लिएर फोक्सोसम्मको निमोनियासम्मको कुराहरू चाहिँ सम्भावना बढेर जाने हुनाले हजुर चिसो मौसममै अस्पतालमा चाहिँ बढी फोक्सो सम्बन्धी श्वास प्रश्वास सम्बन्धी बिमारीहरू बढी आएको हामी देख्छौँ। हजुर। अब हामी कतिपय अवस्थामा सुन्ने गरेका छौँ, जस्तो ढाडमा पानी जम्यो, फोक्सोमा पानी जम्यो भनेको सुन्छौँ। यो भनेको चाहिँ के हो, कस्तो अवस्था हो, किन जम्छ डाक्टर साहब, यसको कारण होइन, अब लक्षण र बच्ने उपायहरू के छन् होला नि? अघि मैले उदाहरण दिँदै थिएँ नि, एउटा आँखामा धुलो पऱ्यो भने आँसु आउँछ, त्यस्तै फोक्सोमा हुने इन्फेक्सनलाई निमोनिया भनेको हो नि त। निमोनिया भनेको फोक्सोमा हुने इन्फेक्सन, त्यो भाइरसले पनि गर्न सक्ने भयो, ब्याक्टेरियाले गर्न सक्ने भयो, टिबीको उदाहरण त हामी सबैलाई थाहा छ। नेपाल टिबी एकदम हुन सक्ने धेरै जोखिममा रहेको देश पनि हो। त्यसैले कुनै पनि इन्फेक्सन फोक्सोमा भयो कुनै पनि कारणले भने त्यसलाई निमोनिया भन्ने भयो। धुलोले मात्रै खोकी लाग्यो भने त्यसलाई निमोनिया भएछ भन्न भएन। हामी भन्न त चलन चल्तीको भाषामा फोक्सोमा जे भयो निमोनिया हो हाम्रो लागि, होइन? त्यसैले म ओपिडीमा बिरामीहरूसँग बोल्दाखेरि पनि कहिलेकाहीँ त्यो निमोनिया भन्ने शब्दलाई म एक्सेप्ट गरिदिन्छु, किन बिरामी त त्यहाँसम्म त आइपुगेको छ नि त त्यही शब्दको सहारामा। त्यसैले यो निमोनिया होइन, यो त त्यस्तो म भन्दिनँ धेरै। निमोनिया भनेको डेफिनिसन चाहिँ इन्फेक्सन हो फोक्सोको। जस्तो अब हड्डीको इन्फेक्सनलाई ओस्टियोमाइलाइटिस भनिएला, आँखाको इन्फेक्सनलाई कन्जङ्टिभाइटिस भनिएला भने त फोक्सोकोलाई निमोनिया भयो। अब यो पनि रमाइलो कुरा छ। छातीमा पानी जमेको हो, फोक्सोको बाहिरपट्टि पानी जमेको हो, होइन, जुन तपाईँले प्रश्न सोध्दै हुनुहुन्छ। करङको भित्र र फोक्सोको बाहिर। सामान्यतया हाम्रो करङहरू भनेको फोक्सोलाई, मुटुलाई, महत्त्वपूर्ण अङ्गलाई जोगाउनलाई प्रकृतिले बनाइदिएको हो। त्यो करङभित्र फोक्सो मात्रै बस्न पर्नेमा कहिलेकाहीँ फोक्सोमा निमोनिया भएपछि उही आँखाबाट आँसु आए जस्तो फोक्सोको बाहिरपट्टि पानी जम्न थाल्छ। त्यो एकदम प्राकृतिक रेस्पोन्स नै हो शरीरको, होइन? त्यसले बिरामीलाई गाह्रो त बनाउँछ, तर त्यो रेस्पोन्स चाहिँ प्राकृतिक हो। अनि ढाड भनेको पनि किन त्यो शब्द आयो भने छाती यति ठुलो छ कि तलदेखि माथिसम्म, अगाडिदेखि पछाडिसम्म छ। त्यसैले पछाडिपट्टि पनि छाती नै हो, तर पछाडि हुने बित्तिकै हाम्रो चलन चल्तीको भाषामा ढाड आउँछ फेरि। त्यसैले हामी त्यसलाई ढाडमा पानी जमे पनि भन्छौँ। बिरामीको एक्सप्रेसनलाई चाहिँ रेस्पेक्ट गर्नुपर्ने भावनाले म त्यो सबै कुरालाई हामीले भ्यालिडै मान्नु पर्छ। हजुर, यस्तो चाहिँ किन हुन्छ डाक्टर साहब? एउटा त मैले अहिले भनिहालेँ, आँखामा धुलो पर्दा आँसु आए जस्तै निमोनिया हुने बित्तिकै त्यो फोक्सोको रेस्पोन्स चाहिँ पानी निकाल्ने नै हुन्छ। उसले आफूलाई बचाउन खोजेको भनौँ, या इरिटेट भयो फोक्सोको बाहिरपट्टिको पत्र इरिटेट भयो, त्यसले पानी निकाल्यो। त्यो पानी सामान्यतया निमोनिया निको भएर जाँदा, निमोनिया सुकेर जाँदा पानी पनि आफै सुकेर जान्छ। तर यदि निमोनिया मात्रै कारण होइन र अरू पनि कारण हो भने कहिलेकाहीँ आफै सुक्दैन, बरु बढेर जान सक्छ। कहिलेकाहीँ पानी जम्ने कुरो क्यान्सरसम्मको पनि लक्षण हुनसक्छ। साधारणमा निमोनियाबाटै सुरु गर्नु पर्यो, खतरामा क्यान्सरसम्म जानु पर्यो, अरू विभिन्न कारण पनि हुन्छन्। त्यसैले पानी जमेको निमोनियाले मात्रै हो भनेर पनि हामीले छोड्नु हुँदैन। पानी सामान्यतया थोरै छ, निमोनिया सन्चो हुँदै जाँदा मान्छे सन्चो हुँदै गएछ र एक्सरेहरूमा पानी सुक्दै गएछ भने त्यसलाई साधारण पानी जमाइ मान्न पर्यो, नत्र भने चाहिँ यो कुनै ठुलै रोगको लक्षण हुनसक्छ भन्ने पनि हामीले बुझ्नुपर्छ। अब यस्तो ठुलै रोगको लक्षण हो कि भनेर हामीले चाहिँ आफैले केही आकलन गर्न सक्ने कुराहरू केही हुन्छन् डाक्टर साहब? पानी जम्यो भन्ने त अस्पतालमा आएर डाक्टरसँग भेट भएपछि मात्र थाहा हुने भयो। हामी त फेरि घरमा आकलन गर्ने हो भने लक्षणमै जानु पर्यो। स्याहाँ खोकी दुखाइ भनेपछि त्यो वेट गर्ने हामीले लक्षण जे भन्यो तिनै लक्षणको वरिपरि हामी घुम्नु पर्यो। त्यो लक्षणहरूमा सचेत हुनु पर्यो, होइन? यो रोग लाग्यो भने यो हुन्छ, यो रोग लाग्यो भने यो हुन्छ भने मोटामोटी हामीलाई थाहा हुनुपर्छ। छाती अगाडिको भाग दुख्यो भने त हामी सबैले अब हार्ट एट्याक भन्न जानिसकेका छौँ नि, मुटु, होइन, मुटुमा एट्याक गरेको भने जानिसकेका छौँ। त्यसै गरी यी लक्षणहरू पनि जान्नु पर्यो र त्यो डक्टरसम्म आइपुगेपछि त अनि पानी जमेर भएको हो कि ट्युमर भएर भएको हो कि वा चाहिँ बच्चा हो भने भर्खर डटपेनको बिर्को अल्झाएर भएको छ कि, यो कुरा त अस्पतालमा आएपछि थाहा हुने कुरा। हजुर, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी ढाडमा पानी जम्ने, फोक्सोमा पानी जम्ने भनेर जुन हामी चलन चल्तीको भाषा प्रयोग गरिरहेका छौँ, समग्रमा फोक्सोमा समस्या अथवा फोक्सोमा खराबी आउँदा हुने समग्र समस्याहरूलाई केलाउने जमर्को गरिरहेका छौँ। यी समस्याहरू केलाउनका लागि आजको हाम्रो विषय विज्ञ डाक्टरको रूपमा हुनुहुन्छ डाक्टर रञ्जन सापकोटा। उहाँ
मनमोहन कार्डियो तथा भास्कुलर सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर साहब हुनुहुन्छ। म फेरि डाक्टर साहब संवादकै क्रमलाई जोड्न चाहेँ। हामीले अलिकति निमोनियाका कुरा पनि गऱ्यौँ, श्वास प्रश्वासका कुरा पनि गऱ्यौँ, फोक्सोका कुरा पनि गऱ्यौँ। अब टिबी र क्यान्सरका विषय अलिकति उठाउन मन लाग्यो मलाई। यसबारे अलिकति जानकारी दिनुहोस्। हो, फोक्सोको क्यान्सर सुरुमा बुझ्नुपर्ने कुरा चाहिँ फोक्सोको क्यान्सर भनेको मान्छेको शरीरमा हुन सक्ने नराम्रो क्यान्सरहरूमध्ये एउटा हो। क्यान्सर त कुनै पनि राम्रो मान्न मिलेन, तर पनि खासै डराउन नपर्ने र एकदम डराउनु पर्ने गरी विभिन्न क्याटेगोरीका हुन्। त्यो मध्ये नराम्रै खालको र डराउनै पर्ने खालको क्यान्सर हो र यसले सामान्यतया धेरै स्वस्थ रहन दिँदैन। यसले लागिसकेपछि त्यसैले लाग्न नदिनु नै अथवा लागिसकेपछि तुरुन्तै पत्ता लगाउने प्रयास गर्नु नै सबभन्दा राम्रो उपाय हो बच्ने। पनि कसलाई लाग्छ र लाग्दैन त ठ्याक्कै कहिले पनि रोग भन्न सकिँदैन। एउटा हामीलाई भन्न के सजिलो छ भने यो मान्छेले आफैले निम्त्याएको क्यान्सरहरूमध्ये एउटा हो भन्न पनि मिल्छ। 100औं वर्ष अगाडि त फोक्सोको क्यान्सर थिएन। चुरोटको प्रादुर्भाव भयो, त्यसपछि टोब्याको कम्पनीहरूले चाहिँ टोब्याको भनेको यस्तो चिज रहेछ चिन्न थालेपछि त्यसलाई चुरोट बनाएर बेच्न थाल्यो संसारैभरि, जहाँ पनि त्यही हो होइन। अनि त्यसपछि बिस्तारै मान्छेहरूलाई त्यसमा लत लाग्न थाल्यो। चुरोटमा चाहिँ नराम्रो केमिकल पनि हुन्छ, निकोटिन भन्ने चिज पनि हुन्छ। निकोटिनले लत लगाउँछ, नराम्रो केमिकल त्यो लत लगाएर खाएको मान्छेको भित्र जान्छ अनि त्यसले क्यान्सर गराउँछ। हाम्रो चुरोटमा चाहिँ धेरै क्यान्सर बनाउने तत्त्व छैन है। हाम्रो सफ्ट सिगरेट हो, इलेक्ट्रोनिक सिगरेट हो, यो त्यो भेपिङ सेपिङ अनेक नाममा आजकल आउँछन्। तर जम्मैतिरबाट घुमिफिरी के निष्कर्षमा पुगिसक्यो संसार भने चुरोट भनेकै खराब चिज हो। 100 जना क्यान्सर भएको मान्छेहरूलाई मैले यहाँ अगाडि लाइन लगाएर उभ्याएँ भने तीमध्ये 85 जनालाई चुरोटकै कारणले क्यान्सर भएको हुन्छ। हजुर, चुरोटै नखाने मान्छेलाई पनि क्यान्सर भएको हुन्छ। सामान्यतया क्यान्सर भनेको बुढेसकालको रोग, चुरोट खाने मान्छेलाई लाग्ने रोग भन्ने हाम्रो बुझाइ छ नि त। तर कहिलेकाहीँ हामीले 27-28 वर्षको मान्छेहरूलाई पनि क्यान्सर भएको देखाएको छ जसले चुरोटै खाएको छैन। हजुर, त्यसैले चुरोट नखायो भने क्यान्सरबाट बचिन्छ 100% भनेर पनि भन्नु अलिक गलतै हुन्छ। तर चुरोट छोडियो भने चाहिँ एउटा प्रमुख कारणबाट हामी बच्यो। चान्स धेरै घटेर गयो कि चान्स 0 भन्ने नि कहिल्यै हुँदो रहन्छ, 100% भन्ने पनि कहिल्यै हुँदो रहन्छ। हामी सचेत मान्छेहरूले, डाक्टर, बिरामीको परिवार, हामी सबै पढे लेखेको मान्छेहरूले बुझ्न पर्ने र बुझाउनु पर्ने कुरा चाहिँ चान्सलाई कसरी घटाउन सकिन्छ। मर्ने चान्स घटाउने हो, क्यान्सर लाग्ने चान्स घटाउने। त्यसैले चुरोट यो फोक्सोको क्यान्सर कसरी हुन्छ भनेर सोद्धा सबभन्दा धेरै समय चाहिँ हामीले चुरोटकै बारेमा छलफल गरेर बिताउनुपर्छ, ताकि एउटा सेन्ट्रल मेसेज जाओस् कि चुरोट चाहिँ हो छोड्न पर्ने। मैले बिरामीहरूलाई ओपिडीमा भेट्दा भन्छु चुरोट खानु भएको हिस्ट्री त भन्नुहुन्छ, अनि मैले भन्छु आजदेखि छोडिदिनु त, हिजोसम्म जति खानुभयो खानुभयो, ब्याज तिर्नु पर्दैन। अब छोरछोरीको अनुहार हेरेर छोडिदिनुहोस्, नाति नातिनाको अनुहार हेरेर छोडिदिनुहोस् भन्छु। चुरोट छुटाउन मात्रै सकियो भने पनि केही वर्षभित्रै हामी स्वस्थ मान्छे जस्तो भइसक्छौँ। यो फेरि एकदम चाहिँ एकचोटि पाप गरेपछि कहिले पनि मुक्त नहुने खालको पनि होइन। चुरोट छोडेको 10 देखि 15 वर्षमा म चुरोट खाने मान्छे, तपाईँ चुरोट नखाने मान्छे हुनुहुन्छ भने मेरो र तपाईँको क्यान्सर हुने रिस्क बराबर हुन्छ 10-15 वर्षमा। त्यो भनेको पनि त छोड्दा पनि रोग लाग्ने सम्भावना कम हुन्छ। सकेसम्म खाँदै नखाउँ, खान्छौँ भने पनि आजकै मितिबाट एकदम सत्य वचन हो। ठिक हो होइन। मुख्य चुरोट भयो। तपाईँ क्यान्सरको कारणहरू जान्न खोज्दै हुनुहुन्थ्यो। अरू भनेको चाहिँ एयर पोल्युसन पनि एउटा हो। एयर पोल्युसनमा हाम्रो प्रत्यक्ष कन्ट्रोल त छैन, तर हामीले बुझ्न के पर्छ भने पोल्युसनबाट जति बच्यो उति राम्रो। हजुर, त्यो लगायत अरू अब हाम्रो कन्ट्रोलमा नभएका अरू चिजहरू छन्, जस्तै विकिरणहरू छ, सूर्यबाट के आइरहेको छ हामीलाई थाहा छैन, जमिन मुनिबाट पनि होइन रेडिएसनहरू आइरहेको हुन्छ, विकिरणहरू, तिनीहरू पनि कारण हुन्। अरू चाहिँ अब सामान्यतया राम्रो लाइफस्टाइल नहुने, वेट राम्रोसँग कन्ट्रोल नहुने, एल्कोहल रक्सीको सेवन लगायत स्ट्रेसफुल लाइफहरू, यी सबै जुन अरू क्यान्सरमा पनि लागु हुने चिजहरू फोक्सोमा पनि लागु हुन्छ। अब यहाँ नेपालकै एउटा महत्त्वपूर्ण अस्पताल मनमोहन कार्डियो तथा भास्कुलर सेन्टर भनेपछि विशेष गरी मुटु उपचारको लागि भनेर प्रख्यात छ। तैपनि यो टिचिङ हाताभित्र हामी धेरै रोगहरूको विशिष्टीकृत सेवा पाउँछौँ भनेर आम मानिसहरू आफ्नो गाउँठाउँमा नभएपछि आउने नेपालको वीर हस्पिटल होइन, अब टिचिङ अस्पताल, पाटन अस्पताल होइन, यस्ता धेरै सरकारी जुन अस्पतालहरू छन् तिनीहरू चाहिँ आफ्नो गाउँठाउँमा नभएपछि होइन, स्थानीय तहमा नभएपछि उहाँहरू रिफर भएर आउने एउटा विशिष्टीकृत अस्पताल हो। अब यहाँ एउटा फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ, फोक्सोमा आउने यस्ता समस्यादेखि अहिले क्यान्सरसम्मका कुरा गरियो। हामी यहाँ चाहिँ यो मनमोहन कार्डियो सेन्टर तथा भास्कुलर सेन्टर यो टिचिङ हाताभित्र हामी कस्ता कस्ता रोगहरूको उपचार गर्न सक्छौँ, कस्ता कस्ता सेवाहरू सुविधाहरू हामीले यस अस्पतालबाट पाउन सक्छौँ? एकदम महत्त्वपूर्ण प्रश्न। सामान्यतया त बिरामी नै हुन नपरोस्, अस्पताल जानै नपरोस्। राम्रो अस्पताल छ भने त्यहाँ चाहिँ जानु नपरोस् है भन्ने हो नि त हामीले। राम्रो छ अरे भन्दैमा हामी बिरामी हुने रहर त गर्दैनौँ। तर पनि नेपालमा
म यही संस्थासँग गएको 20-25 वर्षभन्दा बढीदेखि आबद्ध भएकोले म के भन्न सक्छु भने नेपालमा हुन त अब यो कुनै हाई क्लेम जस्तो हुनसक्छ, तर सबैभन्दा एप्रोचेबल, एफोर्डेबल र विशिष्टीकृत र गुणस्तरयुक्त र सामयिक समयमै उपचार हुने यो सबै कुराको मेट्रिक्सहरूलाई एकै ठाउँमा ल्याएर हेर्ने हो भने त्रिवी शिक्षण अस्पताल, यो हाताभित्र त्रिवी शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र भन्ने 3टा अस्पतालको समष्टि हो यो। हामी जुन त्रिवी शिक्षण अस्पताल परिसर भनेर हामी भन्छौँ प्राय। तर पनि एकदम पुरानो इतिहास बोकेको, लेगेसी बोकेको र इज्जत कमाएको त्रिवी शिक्षण अस्पताल भएकोले यहाँ भित्र छिर्ने भनेको त्रिवी शिक्षण अस्पतालै आउने हो भनेर मान्छेहरूले सोच्नुहुन्छ। त्यो पनि ठिक छ, आइसकेपछि ठिक ठाउँमा त आइ नै हाल्नुहुन्छ। यो नेपालको मेरो दाबी चाहिँ के हो र म जस्तै थुप्रै प्रोभाइडरहरू र यहाँ उपचार गरेर जानुभएको थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूको अनुभव पनि के हो भने यो नेपालको सम्भव हाम्रो अस्पतालहरूमध्ये पर्छ। अभियसली नेपालमा अरू थुप्रै योभन्दा पुरानो अस्पतालहरू पनि हुनुहुन्छ, जसमध्ये वीर अस्पतालको नाम लिनै पर्ने हुन्छ, लगायत अरू पनि हुनुहुन्छ। तर यो डेफिनेटली म दाबी गर्न सक्छु कि यहाँको टिम सुरुदेखि नै, स्थापनादेखि नै नेपाली जनताहरूलाई गुणस्तरयुक्त सेवा प्रदान गर्दै आएको संस्था हो। समयक्रमसँगै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको स्थापना भयो। पहिला यसका सेवाहरू त्रिवी शिक्षण अस्पतालबाटै जान्थे। यो स्थापना भएको 15-16 वर्ष भयो। त्रिवी शिक्षण अस्पताल 42 सालदेखि नै छ। आई सेन्टर पनि त्यस्तै कयौँ वर्षदेखि यहीँ छ। त्यसैले मेरो विचारमा अघि भनिएका लक्षणका कुराहरू, लक्षण समातेर अस्पताल जाने हो भने कुनै पनि लक्षण म भन्छु कि नेपाली जनताहरूलाई आउन सक्ने भएसम्म आफ्नो स्थानीय ठाउँमा देखाएर त्यहाँबाट रिफर भएर आउनु नै सबभन्दा राम्रो हो। तर त्यो स्टेप पार गरेर आइसकेपछि अथवा यहाँका स्थानीयहरूको लागि त सिधै यहाँ आउन पनि मिल्यो। यो चाहिँ कुनै पनि लक्षण भएको बिरामीहरूलाई आउनलाई सर्वसुलभ र गुणस्तरयुक्त अस्पताल। अब आजकल डिस्कसन हुन्छ कि शिक्षण अस्पताल जस्तो केन्द्रीय अस्पतालहरूमा धेरै भिड किन गराउने, यहाँ कम्प्लेक्स र ठुल्ठुलो रोगहरूको मात्रै उपचार गर्न पाए ती बिरामीहरूको लागि न्याय हुन्थ्यो र सिस्टमेटिक तरिकाले उपचार गर्न पाइन्थ्यो। त्यसैले जेनरल प्र्याक्टिसनरहरूको सिस्टम ल्याउनुपर्छ, गाउँका उपचार गाउँमै सिध्याउनुपर्छ, लोकल उपचारहरू लोकलमै त्यहीँका नजिकैका डाक्टरहरूले गर्नुपर्छ भन्ने एकदम संसारभरि चलेको चलन नेपालमा पनि भित्राउनुपर्छ भन्ने आवाज छ। म त्योसँग पनि सहमत छु। हजुर, यो राम्रो पनि हो। त्यो नभइन्जेल चाहिँ फेरि लक्षण आयो भने किसिमका समस्याहरू आफ्नै गाउँठाउँमा समाधान गरौँ। यहाँले भने जस्तै अलिकति विशिष्टीकृत सेवा चाहियो भने यस्ता अस्पतालहरूमा आउन सकियो। हामी यहाँ आयौँ भने अहिले एक प्रकारले फेरि बाहिर जानुपर्ने भन्ने एउटा किसिमको होइन पनि छ, किनभने अलिकति सम्पन्न मान्छेहरू बाहिर गइदिँदा होइन नेपालको स्वास्थ्य उपचारै राम्रो छैन कि भने जस्तो पनि आम मानिसमा परिरहेको छ। तर टिचिङ अस्पतालबाट हामी अहिले भनियो नि यो फोक्सोमा आउने क्यान्सरसम्मका कुराहरू गरियो, यी सबै उपचारहरू हामी यहाँ उपलब्ध हुन्छ नेपालमा। अब यो पनि एउटा इम्पोर्टेन्ट पब्लिक डिस्कोर्सकै विषय हो। कुनै पनि देश जतिसुकै सुविधा सम्पन्न भए पनि सबै मान्छेहरू त्यही देशभित्रै बस्छन् र सबै सेवा सुविधा त्यहीँबाट लिन्छन् भन्ने छैन। विकसित देशका मान्छेहरू पनि विभिन्न कुराहरूको खोजीमा संसार डुलिहाल्छन्, निस्कन्छन्, कतिपय उपचार गर्न आइपुग्छन्। त्यस्तै नेपाल पनि ती सबै कुराबाट एक्सेप्सन हुने कुरो भएन। तर गएको 35-40 वर्षको नेपाली हेल्थ केयर डेलिभरीको ल्यान्डस्केप हेर्ने, नेपालभरि विकास भएका संस्थाहरूको, नेपालमा विकास भएका प्रविधिहरूको, यहाँ भित्रिएका सङ्ख्यामा हेल्थ केयर प्रोभाइडर, डाक्टर, फिजिसियन, नर्सेस, सबै किसिमका सबै लेभलकोहरूको जुन बढोत्तरी देखिन्छ त्यो सबै हेर्दाखेरि र यहाँको ट्रिटमेन्टको स्पेक्ट्रम, हामीले के रोगहरू उपचार गर्न सक्छौँ त होइन भन्ने कुराहरूलाई केलाएर हेर्ने हो भने चाहिँ नेपालमा अभूतपूर्व परिवर्तन भएको छ। हजुर, त्यस हामी सबैले चाहिँ एउटा हाम्रो जनताहरूलाई, हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई दिनुपर्ने कुरा चाहिँ के हो भने हामी प्रयासरत छौँ, प्रगति भएकै छ। जस्तो उदाहरणको रूपमा भन्ने हो भने आजै मात्रै मैले ओपिडीमा एकजना बिरामी हेरेँ जसको 35-38 वर्ष पहिला ब्रेस्टको क्यान्सरको अपरेसन भएको रहेछ। त्यतिखेर उहाँ त्यो अपरेसन पत्ता लाउनु चाहिँ नेपालमै लाउनु भएको रहेछ। त्यसपछि या त यहीँ अपरेसन हुन्छ भनेर विश्वास दिलाउन सकिएन, या उहाँहरूलाई विश्वास लागेन, यिनी दुईटा मात्रै एउटा हुनु पर्यो, या यहाँ उपलब्ध नै थिएन सेवा। त्यसैले उहाँ इन्डिया गएर अपरेसन गरेर आउनुभएको रहेछ र उहाँलाई मैले हेरेँ, उहाँको विभिन्न कुराहरू थियो। अब त्यो एउटा एकदम आर्टिफेक्चुअल रूपमा चाहिँ अहिले पनि कतिपय कुराहरू हामी सुन्छौँ, तपाईँले पनि भन्नुभयो, ठुला होइन सार्वजनिक पदमा रहेका पब्लिक इन्फ्लुएन्स गर्न सक्ने मान्छेहरू अहिले पनि विदेश जाने कुराले चाहिँ कतिपय बेला भ्रम हुनसक्छ कि नेपालमा केही पनि हुँदैन, साधारण रुगाखोकीको मात्रै उपचार नेपालमा गर्ने हो, अलिकति बढी भएपछि बाहिर जाने हो भन्ने हुनसक्छ। तर नेपाली जनताहरूले बिस्तारै बुझ्दै गएको नै म मान्छु र हाम्रै पेसालाई, हाम्रो फोक्सोको उपचार गर्ने पेसालाई नै उदाहरणको रूपमा भन्ने हो भने पनि नेपालमा चाहिँ
अपरेसनकै कुरा गरौँ, ठुलो घाउ बनाएर अपरेसन गर्ने विधिलाई चाहिँ परिमार्जन गर्दै गर्दै लगेर संसारले जसरी अहिले त 12 सेन्टिमिटरको घाउलाई 2 सेन्टिमिटरको घाउबाट पनि उपचार गर्न सकिने जुन विधिमा संसार गइसक्यो, त्यसको करिब करिब नजिक हामी पनि पुगिसकेकै छौँ। र नेपालमा पनि गएको 12 वर्षदेखि दूरबीन प्रविधिबाट, जसरी चाहिँ पत्थरीको अपरेसन दूरबीन प्रविधिबाट हुन्छ भनेर त हामीले सबैले जानेकै छौँ। तर जटिल अपरेसनहरू पनि, पेटकै पनि, फोक्सोको पनि, मुटुको पनि जटिल अपरेसनहरू पनि सानो सानो पाल बनाएर या अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर गर्न थालिएको, नसाबाट दिएर अहिले गर्न थालियो। स्टेन्ट राख्ने, मुटु हार्ट एट्याक भएको बिरामीको नसा ब्लक रहेछ, त्यसैले नसाको अपरेसन गरेर निको पार्नै पर्छ भन्ने थियो भने स्टेन्ट हाल्न, नेपालमै स्टेन्ट हाल्न सम्भव भएको र जटिलभन्दा जटिल स्टेन्ट पनि यहीँ हाम्रै अस्पताल लगायत गङ्गालाल नेपालका विभिन्न प्राइभेट हस्पिटल र सरकारी अस्पतालहरूमा पनि सम्भव भएको पनि वर्षौँ भइसक्यो। त्यसैले यो सूचनाहरूलाई हामीले एकापसमा सेयर गर्नु पनि महत्त्वपूर्ण नै छ। अब यो कस्तो फेला पारियो भने, किनभने मैले विदेशको पनि अलिकति निहाल्ने अवसर पाएँ, पटक पटक विदेश जाँदाखेरि त्यहाँ चाहिँ यहाँहरू जस्तो विषय विज्ञ डाक्टर पाउनु त 6 महिना वर्षदेखि कुर्नुपर्ने होइन। सामान्य जेनरल यहाँको MBBS गरेको सामान्य डाक्टर फेला पार्नु जस्तो पनि त्यहाँ टाइम लिनुपर्ने, उस्तै परे 1-1.5 महिना कुर्न पर्ने। नेपालमा त हामी धेरै सजिलो छ होइन। धेरै यहाँहरू जस्तो विषय विज्ञ डाक्टर साहबहरूलाई हद्द लाग्ला 15-20 दिन लाग्ला, 1 हप्ता 10 दिन, 1 महिना लाग्ला, 3 महिना लाग्ला। इमर्जेन्सी छ भने त यहाँ जतिखेर पनि हेरिरहनु भएको छ होइन। त्यस भएर स्वास्थ्यमा चाहिँ त्यस्तो छैन, किनभने मैले आफूले गरेको अनुभवबाट पनि यो कुरा म बारम्बार समयमा भनिरहेको। यो फोक्सोजन्य समस्याहरू, क्यान्सरसम्मका हामीले उठाएका यी सबै विषयहरूबाट बच्नका लागि अब यहाँहरू जस्तो विषय विज्ञ डाक्टरहरू अहोरात्र खटिरहनु भएको छ। यस्ता अस्पतालहरू होइन अहोरात्र जुटिरहेका छन्, स्वास्थ्यकर्मी मित्रहरू अहोरात्र जुटिरहनु भएको छ, स्वास्थ्य मन्त्रालय लागिरहेको छ। तैपनि किनभने हामीले भने जति यहाँले भन्ने सोचे जति अझै गर्न धेरै बाँकी छ। अब यो गर्नका लागि सकेसम्म त रोगी नै बन्न नपर्ने, रोग लागिहाले छिटो उपचार गर्ने होइन, सकेसम्म त निरोगी रहने र रोग लागे उपचार गर्ने र त्यो चाँडो निको हुने। यो गर्नका लागि त सबभन्दा पहिला त व्यक्ति नै सजग हुनु पर्ला। यहाँले भने जस्तो चुरोट मात्रै मैले छोडेँ भने पनि मै आफैबाट पहिला सुरुवात भयो होइन। अब त्यसपछि मेरो घर परिवारले मलाई मद्दत गर्नुपर्ने हुन्छ होला बिरामी भएपछि। त्यसपछि समाजको भूमिका हुन्छ होला, किनभने क्यान्सरलाई हामी अलिकति क्यान्सर भएपछि ल यो मान्छे त अब सिद्धिहाल्छ भने जस्तो समाजले एउटा त्यस्तो धारणा पनि बनाइदिएको छ होइन। यसमा पनि परिवर्तन गर्न आवश्यक छ होला। अब सरकारले केही सहयोग गर्नुपर्ने हुन्छ होला। हुन त नेपाल सरकारले सहयोग दिइरहेको छ, अझै यसले पनि पुगेको छैन कि अझै केही थप गर्न सक्छ कि कसले के गरियो भने हामी फोक्सोजन्य समस्याहरू र क्यान्सरसम्म आउन सक्ने समस्याहरूलाई रोकथाम गर्न अथवा नियन्त्रण गर्नका लागि हामीले गर्नुपर्ने आजको आवश्यकता के हो, कसले के गरे हुन्थ्यो भन्ने लाग्छ। एउटा लामो अनुभव सँगाल्नु भएको विषय विज्ञ डाक्टर हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? पहिलो कुरो चाहिँ तपाईँले अहिले मेन्सन गरिदिनु भयो, धन्यवाद। नेपाल सरकारले पनि सहयोग गरिरहेको होला भने, नेपाल सरकार भनेको हामी सबैको प्रतिनिधि संस्था हो, हामी नै सरकार हो भन्छु म त। यहाँ बिरामी त हामीलाई देखेर आउने हो नि त, उसले त प्रधानमन्त्रीबाट स्वास्थ्य उपचार गर्ने त होइन, हामी नै सरकारको प्रतिनिधि हौँ। त्यसैले नेपाल सरकारले स्वास्थ्यमा इनफ लगानी गर्न नसकेको कुरा चाहिँ सत्य हो, तर समयक्रममा सुधार हुँदै गएको कुरा पनि उत्तिकै सत्य हो। यति धेरै प्रविधिहरू भित्रिनमा, यति धेरै म्यान पावरहरू प्रोड्युस हुनमादेखि लिएर लगायत गुणस्तर बढ्नमा, सङ्ख्यै बढ्नमा, यति धेरै बिरामीहरूलाई उपचार गर्न पनि सरकारले क्यापेसिटी नबढाएको भए हुँदैन थियो। उदाहरणको लागि म हाम्रै यहाँ कुनै एउटा दुईवटा प्रविधिको उदाहरण दिएर भन्न चाहन्छु। अघि मैले भन्दै थिएँ दूरबीनबाट अपरेसन गरिने छातीको शल्यक्रियाहरूको प्रविधि पनि सरकारले सहयोग नगरेको भए हामीले त कुनै तरिकाले भित्राउन सकिन्थेनौँ। त्यस्तै लेजर प्रविधि भन्ने छ, विभिन्न अङ्गहरूमा लेजर प्रविधिको राम्रो प्रयोग हुन्छ उपचारमा, एकदमै क्रान्तिकारी परिवर्तन ल्याएको छ त्यसले। फोक्सोको हकमा, सासनलीहरूको हकमा पनि लेजर प्रविधि सरकारले दिएको हुनाले नै हामीले यहाँ नेपाली जनताहरूको उपचार गर्न पाएका छौँ गएको 5-6 वर्षदेखि। त्यसैले त्यो पनि एउटा तपाईँको लोकप्रिय कार्यक्रममा, लोकप्रिय माध्यम मार्फत नेपाली जनताहरूले थाहा पाउनु जरुरी छ। र साथसाथै अब फोक्सो बचाउनलाई चाहिँ नेपाल सरकारले चाहिँ सपोर्ट गर्ने कुरा भयो, तर हामी व्यक्ति, समाज र अस्पतालहरूकै मुख्य रोल हुने, मुख्य भूमिका हुने भयो। व्यक्तिमा त अघि नै भनिहालेँ मैले, आनी बानी नै सच्याउने कुरा भयो। एकदम लाइन लगाएर भन्दा धेरै कुराहरू आउन सके पनि महत्त्वको हिसाबले चाहिँ फेरि पनि म चुरोटमै लगेर टुङ्ग्याउन चाहन्छु कुरा। चुरोटै खानु हुँदैन,
चुरोट खानी भए पनि आजैको दिनदेखि छोड्नुपर्छ र घरमा चुरोट खानी कोही छ भने उसलाई चुरोट छुटाउनलाई धेरै मद्दत गर्न घर परिवारले सहयोग गर्नुपर्छ। आजकल चुरोट छुटाउने धेरै सजिला तरिकाहरू छन्, डाक्टरहरूको परामर्शमा गर्न सकिन्छ। ती लगायत विभिन्न कुराहरू हुन सक्छन्। लाइफस्टाइल मोडिफाई गर्ने, एउटा सिधा सरल किसिमले गर्ने, शरीरलाई धेरै स्ट्रेस नदिने, त्यो भयो। तर फोक्सोका अरू रोगहरू निमोनियाबाट बच्नलाई जस्तो चिसोमा न्यानो हुने सकेछ, आफ्नो कक्षाअनुसार न्यानो मात्रै हुन सकियो, एउटा धुवाँ धुलोको अवस्था छ या भिडभाडको अवस्था छ या नेचुरल क्यालामिटी आयो भने एटलिस्ट एउटा मास्कको आफूले सहारा दिन सक्नु पर्यो। धेरै आफू सन्चो छैन, आफ्नो फोक्सो खराब छ भन्ने थाहा पाएपछि अस्पताल, भिड, असन, इन्द्रचोक टाइपका भिडहरूमा, अनावश्यक भिडहरूमा आफूलाई एक्सपोज नगर्ने, त्यो एउटा ध्यान दिनु पर्यो। अर्को एउटा बच्चैदेखि नै बच्चा जन्मिनुभन्दा पहिला नै आमाको परीक्षण हुँदै जान्छ नि, जो कमसेकम 3 चोटि 4 चोटि परीक्षण गर्नु भनेर हामी सबैले भन्छौँ। त्यसमा फोक्सोको अवस्था पनि हेर्न सकिने प्रविधिहरू आजकल छन्। त्यसले पनि आफ्नो जन्मिन लागेको बच्चाको फोक्सोको अवस्था पहिले नै निर्धारण गरेर त्यसको बारेमा मोनिटर गर्दै जान सकिन्छ। त्यो पनि एउटा फोक्सोको रोगहरूबाट पछि गएर बच्न सक्ने एउटा उपाय हुनसक्छ। हजुर। र नियमित औषधि सेवन गर्ने र लक्षणहरू चिनेर डाक्टरको सम्पर्कमा जाने। हाम्रो सबभन्दा समस्या के छ भने अलिअलि खोकी लागेको हो, अलिअलि रगत आएको त हो नि मुखबाट भनेर हेलचेक्राइ गर्ने नै समस्या हामीलाई चाहिँ दुख्नै पर्ने, सिकिस्तै हुनुपर्ने हाम्रो समाजको एउटा अवगुण। हाम्रो समाज त अति नै सुन्दर लाग्छ मलाई, तर पनि हाम्रो समाज आफैले आफ्नै बारेमा आफै नराम्रो भन्ने हो नि त। हजुर। त्यो अति नभइकन अस्पताल नजाने अनि सामान्य वरिपरिकै सरसल्लाहमा बढी भर पर्ने, यसो औषधि किनेर खान पाए पनि पुगिहालेको जस्तो ठान्ने, यी 2-4वटा कुराहरूलाई चाहिँ हामीले वास्तवमा एकदम सचेत रूपमा छोड्नुपर्छ। हजुर, मेरो विचारमा। हजुर हजुर। अब हामी हाम्रो संवादको अन्त्यतिर आइसकेका छौँ। केही श्रोताहरूले जिज्ञासा पनि राख्नुभएको थियो, किनभने यहाँसँग मैले कुराकानी गर्छु भनेपछि जस्तो कसैलाई सास फेर्न गाह्रो हुने, बेलुका सुत्ने बेला भयो, जब बिस्तारामा गयो अनि मलाई चाहिँ सास फेर्न गाह्रो हुने, ढक्क मेरो छातीमा फुले जस्तो हुने, होइन, एउटा हावा नै आए जस्तो र त्यही हावाले छेकिदियो जस्तो हुने। अर्को चाहिँ अब श्वास प्रश्वास घरिघरि गऱ्यो तर जुरुक्क सुत्दै उठ्न पर्ने जस्तो हुने, होइन, अब सास अड्किए जस्तो हुने, होइन, घाँटीमा कुनै चिज आएर अड्किए गएर मलाई सास रोकेको हो कि भने जस्तो हुने, यस्ता समस्याहरू हुन्छन्। यो चाहिँ फोक्सोको कारणले अथवा श्वास प्रश्वासको कारणले हो कि होइन, हो भनेदेखि कसरी यसको निवारण गर्न सकिन्छ? यो पनि एकदम सबैले फेस गर्ने अथवा गर्न सक्ने राति पर्ने समस्या हो धेरै जसो। त्यसैले यो कुराहरू पनि बुझ्नु आवश्यक छ। यी लक्षणहरू अहिले तपाईँले भन्नुभएको लक्षणहरू फोक्सोको कारणले पनि हुनसक्ने, मुटुको कारणले पनि हुनसक्ने र दुवै कारणले पनि हुनसक्ने हुन्छन्। मुटु र फोक्सोको अवस्थिति नै नजिकै, काम पनि मिलेरै गर्नुपर्ने र त्यसका विभिन्न प्याथोलोजीहरूले एउटाको समस्याले अर्कोलाई असर गर्न सक्ने। मुटुले समस्या भयो भने प्रकारान्तरले फोक्सोलाई समस्या पार्न सक्ने र भाइस वर्सा पनि हुनसक्ने भएकोले हामीले के बुझ्नुपर्छ भने सबै कुरो फोक्सै हो भनेर पनि सोच्नु भएन, मुटुको रोग लाग्नलाई दुख्नै पर्छ भनेर पनि सोच्नु भएन, फोक्सोको रोग लाग्नलाई मुखबाट रगतै आउनुपर्छ अनि मात्रै म फोक्सोको रोगी हो भन्ने पनि सोच्नु भएन। यी सबै लक्षणहरूलाई ध्यान दिन पर्यो। हिजोसम्म म कस्तो थिएँ, आज मलाई के नयाँ समस्या भयो भन्ने थाहा पाउने बित्तिकै जस्तो मुटुकै दुखाइ भनेर थाहा पाउनलाई त फोक्सोको बिच भागमा भेग किसिमले घोचेको जस्तो होइन कि, होइन, 1 क्विन्टलको ढकले चाहिँ थिचेको जस्तो भनेर भन्ने चलन छ। त्यस्तो भयो भने हामीले कतिपय अवस्थामा तुरुन्तै स्वास्थ्य चौकीमा जानु, तुरुन्तै एस्पिरिन लगायतको औषध छ भने एउटा खाइहाल्नु भनेर पनि भनेको सुन्नुभएको होला। त्यसैले फोक्सो र मुटुको लक्षणहरू एकदम क्लोजली रिलेटेड हुन सक्छन्, उस्तै देखिन सक्छन्, झुक्क्याउन सक्छन्। त्यसैले यो रोग लाग्यो भने यसो गर्नु भन्नुभन्दा मुख्य कुरा चाहिँ आफ्नो लक्षण चिनेर सबभन्दा नजिकको अस्पताल जानु नै सबभन्दा राम्रो। हाम्रो एउटा अर्को समस्या के पनि छ भने हामी भन्छौँ यो अस्पताल राम्रो, आफू जुन अस्पतालमा छ त्यहीँ आउनु होला भनेर निम्तो दिए जस्तो हुन्छ। तर हामीले एम्फसाइज गर्न कहाँ बिर्सिन्छौँ जस्तो लाग्छ भने हामी डडेलधुरामा छौँ भने त्यहीँ पहिलाको टिम अस्पताल अथवा डडेलधुरा जिल्ला अस्पतालले पहिला जाने हो कि। त्यसले किनभने अहिले चाहिँ आजभन्दा 30 वर्ष अगाडि जस्तो छैन। देशका विभिन्न भागमा छरिएर रहेका मिडियम र लो लेभल हस्पिटलहरूमा पनि विशेषज्ञहरू नै पुगिसकेको अवस्था छ। अब गाउँपालिकामा नै 15 बेडको अस्पताल भइसकेको छ, एमबीबीएस को डाक्टरै पाउन थालिसकेको छ भने प्रारम्भिक चरणमा त्यही जानु पर्यो। त्यसपछि त्यहाँ भएन भने यहाँ आउनुहोस्, अवश्य पनि त्यहाँ निदान हुन नसकेर कुनै दुःख पाउनु भएको छ भने दुःख पाएर बस्नुपर्ने अवस्था छ। नेपालको गाउँदेखि केन्द्रसम्म सेवाहरू उपलब्ध छन्, लेभल अनुसारका सेवाहरू प्राप्त हुन्छन्, जाने सबभन्दा नजिकमै हो। त्यसपछि रिफरल चेनमा पनि हामी प्रोभाइडरहरू, डाक्टर, नर्सहरूले पनि हामीले मेहनत गरेर रोग चिनेर ठिक ठाउँमा पठाउन जान्नु पर्यो। बिरामीहरूले पनि आफ्नो नजिकको स्वास्थ्य संस्थाहरूलाई विश्वास गर्नु पर्यो र ओभरअल देशभित्रै 90% भन्दा बढी स्वास्थ्य समस्याहरू निको पार्न सक्ने प्रविधिहरू नेपालमा। त्यसैले दिन
दिन प्रतिदिन प्रगति भइरहेकै छ हजुर र हामीले चाहिँ ठिक तरिकाले ठिक ट्र्याक समातेर ठिक ठाउँमा पुग्न पर्यो हजुर र आफ्नो लक्षण चिन्न पर्यो भन्ने नै मुख्य हाइलाइट हो। हजुर डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो। हजुर आफ्नो व्यस्तताका बीच यो समय र यो विचार आम समुदायका लागि रेडियो नेपाल मार्फत दिनुभयो। यो समय र संवादका लागि यहाँलाई धन्यवाद। यहाँलाई पनि धेरै धन्यवाद। जनतासम्म पुग्ने, हामी त हरेक दिन ओपिडीमा बिरामीहरूसँग भेट्दा जनतासँग नै इन्ट्रेक्ट गरिरहेका हुन्छौँ, तर 1-2जनासँग परिवारसँग मात्रै हुन्छ भने यो चाहिँ मैले सिङ्गो नेपाललाई नै आफ्नो परिवार मानेर हेर्दाखेरि सिङ्गो परिवारमै आफ्नो कुराहरू पुर्याउन सक्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्यको बारेमा थोरै भए पनि सचेत गराउने दिशामा चाहिँ केही भूमिका खेल्न पाएकोमा यहाँलाई धन्यवाद छ। हामीहरू विश्वास गरौँ नेपालको स्वास्थ्य संस्थालाई योभन्दा अझै उचाइमा पुर्याउन सबै स्वास्थ्यसँग सम्बन्धित र स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित नहुनुभएको यहाँहरू जस्तो हामी सबैको भूमिका छ। आफ्नो आफ्नो ठाउँमा रहेर आफूले भूमिका निर्वाह गरिदिउँ र नेपाली जनताहरूलाई स्वास्थ्यको क्षेत्रमा उत्तरोत्तर प्रगतिको शुभकामना छ। हस्, धन्यवाद डाक्टर साहब।